अहिले अब मैले चाहिँ त्यही सोचिरहेको यसो अरू कामहरू पनि गरिराखौँ होइन अब यो पोडकास्ट होस् या म्युजिक भिडियो होस् या सर्ट मुभी होस् होइन अब अस्ति रोडी छोडी चाहिँ अलिकति गइदिए त्यस्तोहरू गइदिइराखेको राम्रो हो किन भन्दाखेरि कति अडियन्सले पनि त्यही कुर्सीमा बसेर गेम खेलेको मात्रै हेरोस् दाइले पनि के नयाँ गर्छ फरक फरक ठाउँमा फरक फरक देखिन्छ नि अस्ति रोडिजको म त्यो के अरे प्रपोज गर फ्लट गर वाला त्यो कस्तो हरेस खाइदिएको त बिचमै के भन्नु हौ दाइ, भन्नु न फिलिङ्स पनि त आउनु पर्यो नि त त्यो त प्रपोज गर भने कसरी डाइरेक्ट गर गर्नुहुन्छ त सकिँदैन नि त्यो उसको लागि पनि पुरा अब अब त्यहाँ म गएँ ल भाइ प्रपोज गर न प्रियङ्का म्यामलाई भन्नु प्रियङ्का दिदीलाई कसरी प्रपोज गर्नु होइन अब त्यही माथि क्यामेरा टसाएको अब यो अनि अब त्यही पनि बिर्सि पनि सकेँ मैले फ्लड गर्न अब गर्लफ्रेन्ड 5 वर्षमा अनि कसरी फ्लड गर्नु कसैले अहिलेसम्म बोल्नै आउँदैन 5 वर्ष भयो रिलेसनसिप भएको पहिला म यस्तो हो क्या दाइ यो म एउटा के भन्छु भन्दाखेरि मेरो गर्लफ्रेन्ड चाहिँ किन अलिकति मलाई अब म भन्छु नि गर्लफ्रेन्डले मार्छ गर्लफ्रेन्डले गिदी गर्छ नगर न म बोल्नु किन भन्नु भन्दाखेरि मलाई चाहिँ के लाग्छ भन्दाखेरि उसको र मेरो चाहिँ म 5 वर्षदेखि गर्दाखेरि मेरो त्यतिखेर म स्ट्रिम पनि गरिदिन्थेँ केही पनि थिएन म नर्मल सन्तान गौतम थिएँ म सिआरसी स्टिल तिमी रिलेसनसिपमा थियौ नि अनि त अनि जब मैले फेम पाएपछि चाहिँ अब अलिकति उसलाई पनि अल्डर लाग्छ होला क्या बेला बेला हुन्छ जस्तो लाग्छ हौ त्यस्तो मलाई कि त अब मैले सिआरसी पनि हो र भरे मैले गर्लफ्रेन्ड बनाएको भए चाहिँ उसलाई मैले ओइ बस मेरो काम हो यो मैले गर्नुपर्छ यस्तो भन्नु पर्थ्यो तर उसँग त म जमानादेखि छ उसलाई मेरो कुन केटलाई कसरी हेर्छ उसँग कसरी बोल्छ उसलाई त मेरो डिटेल सब थाहा छ म पनि त्यो रिलेसनसिपमा अब जस्तो तिमी त भर्खर भयो ओपन भयो जस्तो भयो रिलेसनसिप मतलब म भर्खरै थाहा भयो जस्तो भयो नि त म नि झ्यामझुम इन्स्टातिर हालेँ होइन हालिहाल्यो नि किन लुकाउनु हो तर एउटा कुरा चाहिँ मलाई नि जस्तै तिमीले भनेको कुरामा रिलेटै गर्ने चाहिँ जस्तै म त्यति अझै सुध्रिसकेको चाहिँ छैन केटीको मामलामा त म अहिले त म पनि त्यही हो दाइ अब मलाई चाहिँ अझै पनि उसले बोकै भन्छ होइन मेरो नजरै नराम्रो छ भन्छ बाइकमा हिँड्दाखेरि पनि अब यसरी मात्रै प्लाटै दिइरहेको तर मेरो चाहिँ दाइ मनबाट आमा भनेको होइन छँदै छैन हुँदैन क्या त्यो हुँदैन त्यो चाहिँ ठिकै छ ए ठिकै रहेछ राम्रै नै रहेछ भनौँ तर त्यो अर्को नजरले राम्रै रहेछ त्यो म यसलाई अब पट्याउँछु जिस्काउँछु छैन त्यो चाहिँ हटा त छु म तर त्यो कुरामा चाहिँ छुइनँ मेरो नि त्यो चाहिँ रिलेसनसिपमा भइसकेपछि चाहिँ एटलिस्ट एउटा चङ्कले त सोच अब दिमागले त सोच्नु पऱ्यो नि त बेलुका केटी पट्टाएर अथवा भोलि केटी पट्टाएर पर्सि भेट्न जानु छ लानु छ खानु छ भन्ने त छैन नि त त्यो होइन त्यो नभइसकेपछि एउटा चङ्कले चाहिँ लास्टै सुख पाउँदो रहेछ दिमागको तर नगर्दाखेरि पनि गरौ भन्यो भने चाहिँ हल्का फेरि त्यो त रिस उठ्छ त्यो त रिस उठ्छ त्यो चाहिँ अलिकति रिस उठ्छ क्या त्यस्तो कुराहरू पनि कहिले काहीँ हुन्छ मेरो चाहिँ अब कसरी जस्तै म अलि धेरै अल्कोहल खान्थेँ नि त अलि अगाडिसम्म पनि होइन तपाईँ त अलि अगाडिसम्म अलि अगाडिसम्म अलि धेरै खान्थेँ अनि मेरो चाहिँ अब खास त्यही दारू खाएरै गफ हान्ने नि त राति अब उसको उता बिहान हुने अनि मेरो यतापट्टि राति बाहिर हो भर्खर जानुभयो होला त होइन कि के हो गएको 5-6 वर्ष होला अनि तपाईँले त फोटोसँगै खिचेर हाल्नु त बिचमा हामी भेटा नि ए छुट्टीमा आउनु भएको थियो भेट्न आएको थियो मलाई अनि कस्तो नि दारू खाएर गफ हान्ने सुरुमा त अब कस्तो मिठो बोल्नुहुन्छ तपाईँ कस्तो रमाइलो लाग्छ भन्ने नि त अनि पछि सुरुमा त मलाई मुख नछाड भन्थ्यो होइन म मेरो अगाडि चाहिँ मुख नछाड्नु है भन्थ्यो अहिले मैले भन्दा बेसी मुख छाड्छ एडप्ट हुँदो रहेछ होइन अनि अब त्यो उल्टै अब आफूले गाली खाइन्छ क्या फेरि अब फ्यामिलीमा कसैले मेरो चाहिँ कसैले पनि त्यस्तो छैन बोल्यो भने अलिसाइको छ क्या कसैले छाड्दैन सरिफ छन् उनीहरू मेरो नि कहाँ मुखै छाड्ने परिवार त मेरो नि होइन नि छोरोले छाड्छ भने परिवारै छाड्ने भने त होइन मान्छेले भन्छ नि त हामीलाई कस्तो फ्यामिलीबाट त्यो त मलाई रिस उठ्छ त्यही भएर ओके मलाई मन पऱ्यो कुरा म चाहिँ हो त हो नि बोल्दा बोल्दै हिँड्दा हिँड्दै त सिकाएको थोरै न आमा बाउले छाड भन्छ त दाइ कमेन्टतिर मान्छेले यसको त आमा बाउले के सिकायो त्यो मुजीलाई चाहिँ के सिकायो हल्का रिस उठ्छ मलाई त अहिले त जस्तै नेपालमा पनि अब एकचोटि हेर न पछिल्लो 4-5 वर्षमा मुजी लास्टै नर्मल भएर गयो नि मतलब अहिले मैले भन्छु त मैले स्विमिङ गर्दाखेरि मलाई लास्टै भने नि मैले मुख छाड्छ यो मुजी सुजी भन्नु
तर अहिले जो स्ट्रिमर देख्छु जसले पनि मुजी गरिरहेको हुन्छ नर्मल भइसक्यो नर्मल भएको अब त्यो डेस्परेट भएर मुजी भन्नु चाहिँ मजा आउँदैन तिम्रो हाम्रो बोल्ने तरिकामा तर छाड्नु राम्रो होइन होइन छैन हामीले यहाँनिर भनेको चाहिँ छाड भने त यति खतरै गरी मुजी भन्न लागि यदि कसैले मुजी भनेर 600 समथिङ सब्सक्राइबर र मुजी 4 करोडको घर किन्छ भने भन् होइन कोही हुन्छ नि नयाँको इन्सपायर भएर बोल्ने हाम्रो शैली नै यस्तै छ चेन्जै भयो तिमीलाई मान्छेले मन पराएकै तिमी जस्तै हामी हो नि त हेर्ने मान्छे पनि त हामी त्यस्तै हो त साथीभाइसँग पब्जी खेल्ने त साथीभाइसँग हो बाबुआमासँग त पब्जी हेर्न त कोही पनि बस्दैन नि खेल्न त कोही पनि बस्दैन नि होइन अनि त्यो भएर रिलेट गरेर टिभीमा लगाइदियो भने होइन टिभीमा युट्युब चल्छ लगाइदियो भने नत्र त हामीले पनि अब डाइरेक्ट त अब कहाँ हामीले छाड मुख छाड त हामी भन्दै किन हामी राम्रो काम पनि त गरिरहेको हुन्छ होइन अब तिमीले त डोनेसनहरू उठाइरहेको हुन्छ दुनियाँ दिन गरिरहेको गरिरहेको भन्दा त्यो मात्र होइन मतलब अब दुनियाँहरू राम्रो काम कतिलाई अब हामीले बनाउँछौँ पनि कोही अब सानो गीत गाइरहेको छ भने उसलाई आऊ गाउँ प्रमोट गर्छौँ हामी धेरै कुराहरू गर्छौँ नि तब ऊ मान्छे तर मान्छेले देख्ने चाहिँ त्यही देख्दो रहेछ त्यही एउटा देख्छ क्या तर यस्तो हो यो बिस्तारै अबको अझै 4-5 वर्षमा चाहिँ छाडा बोल्यो भन्ने पनि हराउँछ जस्तो चाहिँ लाग्छ मलाई अब इन्डियामा हेर्नु न तेरी म कि तेरी ए बाबा रोहित के अरे हाम्रो क्याप्टेन इन्डियाको रोहित के हो जे होस् मोटे रोहित सेट्टी नै आउँछ है रोहित शर्माले स्टम्प पछाडिबाट वेन्चोद माद्रचोद भनेको अडियो क्लिपहरू आउँछ क्या होइन अनि त्यो ज्याभलिङ थ्रो गर्ने एउटा पुड्केले पनि होइन अब हाम्रो यहाँ पारस खड्काले स्टम्प पछाडिबाट माचिक्नु भनेको आवाज त मरेन सकिएन होइन अडियन्सले मारेन त अनि त्यो चाहिँ छ लास्टै सानो कुरा गेम हो फिलिङ्स हुन्छ गेमको बिचमा रिस उठ्छ म पीडित स्टम्पै काटिदिनु जस्तो मुख नछाडेकै मसला भन्छ त्यही भन्थ्यौँ पहिले रेजमा हामीले मान्छे हँसाउनलाई मुख छाडेको होइन नि त निक्लेको एउटा इमोसन भन्नु न है गेम खेल्दा खेल्दा यसरी टक्क खेलिरहेको मलाई मारिसक्यो केटाहरूको छन् के गर्छ बोल्ने नै त्यही छ मुख नछाड्नेले उनीहरूले नछाड्नेहरूले त आऊ न बचाउ न हाम्रो त्यही जान्छ मलाई एकचोटि चितवनमा एउटा भाइ भेट्यो होइन चितवनतिर फेरि मेरो स्ट्रिम हेभी हेर्छ नि चितवन धेरै अगाडि छ यस्तो कुरामा चितवन र पूर्वको टोन पनि अलिअलि बोलीहरू त्यो स्ल्याङहरू बेसी हुन्छ जस्तो लाग्छ क्या चितवनतिर पनि बोल्ने स्ल्याङ शैली यस्तै हुन्छ बोल मलाई त्यो एउटा भाइले क्या होइन अनि दाइ पानीपुरी खानु दाइ तपाईँको मुजी मनपर्छ ला हेर्छस् भनेको मैले के भन्दैन अब त्यस्तो त हुन्छ होइन हुन्छ स्टार्टिङमा मलाई पनि कतिले दाइ एकचोटि मुख छाडिदिनु न के भनेको यसले भिडियो अन गरेको छ दाइ एकचोटि मुख छाडिदिनु न अरे क्या त्यो भन्दा चाहिँ मैले के भनेको पक्काइदिनु हुन्छ त्यो चाहिँ फिलिङ्समा पो आउने हो त दाइ छाड्दै हिँड्ने हो त मेरो डाइलेकै अब गेममा म कति बोलेको हुन्छु दाइ यो भनिदिनु न मलाई थाहा नै छैन के बोलेको त्यही हो दाइ तिमी कति घन्टा गर्छौ यार स्ट्रिम दाइ अहिले चाहिँ अलिअलि म अल्छी भएको छु होइन पहिला चाहिँ म हत्ती खट्थेँ अहिले चाहिँ दिनको 4 घन्टा जति गर्छु 4-5 डेली नै डेली त्यो चाहिँ 2 दिन चाहिँ अहिले त्यो ग्याप भयो सुटले गरिब भयो जस्तो लागिरहेछ 2 दिनले गाह्रो भएको छ है तर दिनको 4 घन्टा भने नि त खटेकै हो नि अहिले अलिक मोटाएर पनि अलिक गल्नु थाले जस्तो लाग्छ मलाई क्या के गल्न पर्छ र पब्जीमा आफै बन्दुक बोकेर दौडे जस्तो गर्छ यार कुसीमा यस्तो गरेर सिरानी यसरी खेलेपछि त गलिँदैन दाइ हेर त मान्छेको जिन्दगीको पीडा कस्तो 4 करोडको घरमा सिरानी मजाले राखेर आइफोनमा एसी पनि हुन्छ गले भन्दा काम त अब त्यस्तो गाह्रो भन्न मिल्दैन यो मेरो प्यासन हो नि त यो अब जस्तै अब कतिलाई फुटबल खेलाडी बन्न मन लागिरहेको हुन्छ तर ऊ डक्टर भएर 4 लाखै कमाएको छ भने उसलाई मजा छैन मलाई चाहिँ यसमा मजा छ क्या मेरो एउटा मार्दिन कि जस्तो हुन्छ तर म चाहिँ यो काम केही गरी सकेर म केही गर्नु भएन म चाहिँ साइकै हुन्छु चाहिँ कसरी सकिन्छ र यो त सकिँदैन पब्जी त नेभर एन्डिङ नै अब भइसक्यो नि हैन नि मैले त जे पनि गर्न सकिहाल्छु नि मतलब स्ट्रिम त जे पनि गर्न पाइयो बोल्ने खालको गेम हुनु पर्यो बोलिहालिन्छ खेलिहालिन्छ मसँग तर पब्जी आफैमा पनि त सकिँदैन नै होला जस्तो लाग्छ मलाई हैन र सकिँदैन तर कुनै अब गएर कुनै ठाउँमा गएर अब इन्ड त हुन्छ होला नि अब बिस्तारै मतलब क्रेज गर्दै जान्छ नयाँ पनि आउनु पर्यो त्यसको लागि
जस्तै अब नयाँ नै आए पनि फुटबल त सकिँदैन नि, पब्जी पनि उस्तै जस्तो हो। जबसम्म यो कम्पिटिसनहरू भइरहेको छ, किनभने खालिरहेको छ, कम्पिटिसन त भइरहेको नि त, चोकमा बसेर लुडो खेले जस्तो होइन नि त यो त, होइन। सकिँदैन भन्दा पनि अब त्यही भएर हात चाहिँ हालिरहनुपर्छ क्या।